आज हामीले खास गरी यो ब्रह्माण्डसँग सम्बन्धित विषयमा छोटो चर्चा गरौँ। ब्रह्माण्ड भनेर ब्रह्माण्ड है, ब्रह्माण्ड भनेको युनिभर्स। युनिभर्समा हामीले युनिभर्सको बारेमा छलफल गरौँ है त। ल अनि यो ब्रह्माण्ड सम्बन्धी जानकारी भनेर हामीले चाहिँ पढ्नुपर्ने छ भूगोलको अन्तर्गतको सेसनमा। ओके, त्यसैले यहाँ सौर्यमण्डल सँग सम्बन्धित सौर्यमण्डलमा सूर्य, ग्रह, उपग्रह, शिशु ग्रह, उल्का, धूम्रकेतु अनि त्यस्तै गरेर पुष्रे तारा, यिनी कुराहरू पढ्नुपर्ने छ ब्रह्माण्डसँग सम्बन्धित जानकारीहरूमा। तपाईहरुले चाहिँ त्यहाँ हेर्नु होला। अनि त्यसपछि पृथ्वी र पृथ्वीको परिचय, गति हामीले हेर्ने छौं। अब हेरौं सौर्यमण्डलको बारेमा हामीले चर्चा गर्दै गर्दा सबैभन्दा पहिला त ब्रह्माण्डको बारेमा कुरा गर्नु पर्यो हैन। ब्रह्माण्ड कसरी ब्रह्माण्ड भयो त भन्ने विषयमा ब्रह्माण्डको उत्पत्ति। अब सौर्यमण्डलको उत्पत्ति भन्नु न ब्रह्माण्डको उत्पत्ति भन्नु एउटै विषय हो है। के बुझ्नु पर्यो भने ब्रह्माण्ड माण्ड र सौर्यमण्डलको उत्पत्ति भन्ने कुरा बुझ्नु पर्यो हैन त। ल यसरी यो सौर्यमण्डलको उत्पत्ति नै ब्रह्माण्डको उत्पत्ति हो भन्ने कुरा हामीले बुझ्नु पर्छ। तर यो ब्रह्माण्डको उत्पत्तिको विषयमा हामीले यसलाई पृष्ठभूमिकै रूपमा हामीले हेर्यौं भने है, पृष्ठभूमि थोरै यसको ब्याकग्राउन्ड थाहा पाउनु पर्यो भने ब्रह्माण्डको उत्पत्तिको विषयमा विभिन्न परिकल्पनाहरू गरिएका छन्। परिकल्पना र आविष्कार यिनी दुईटा कुरामा हामीले फरक बुझ्नुपर्छ। परिकल्पना भनेको दार्शनिकहरूले परिकल्पना गर्ने हो, अनि आविष्कार भनेको परीक्षण भनेको फेरि वैज्ञानिकहरूले गर्ने हो हैन। यसैगरी अब यो ब्रह्माण्डको उत्पत्तिको बारेमा परिकल्पना गर्ने जर्मनका दार्शनिक थिए इम्यानुएल कान्ट भन्ने। इम्यानुएल कान्ट है। यो कान्टले के भने त भन्दाखेरि ब्रह्माण्डको उत्पत्ति ग्यासबाट यिनले गरेको परिकल्पनालाई भन्छ के भने कान्ट ग्यासीय परिकल्पना है। यो उनले परिकल्पना गरे। यो भनेको के हो त भन्दाखेरि यो ब्रह्माण्ड केबाट बनेको हो त ग्यासबाट बनेको हो भन्ने कुरा यिनले परिकल्पना गरेका थिए। यिनी जर्मन दार्शनिक थिए है। यिनले चाहिँ के भन्यो भने अन्तरिक्षमा ग्रहौं र हल्का किसिमका विभिन्न ग्यासहरू छन्, त्यो ग्यासको बाट नै यो चाहिँ आकाशीय पिण्डहरूको उत्पत्ति भएको हो भन्ने कुरा उनले एउटा आफ्नो परिकल्पना गरे। वास्तवमा यो परिकल्पनामा फेरि केही आलोचनाहरू त भए नै, अनि तर पनि यिनले यसरी गरेका थिए। अर्को फ्रान्सका अर्का दार्शनिक थिए पियरे सिमन डी ल्याप्लस भन्ने। पियरे सिमन डी ल्याप्लास है। यिनले ल्याप्लासको निहारिका परिकल्पना भनेर यो दार्शनिकले यो कल्पना गरे। उनको भनाइ के थियो त फेरि भने निहारिकाबाट यो ब्रह्माण्डको उत्पत्ति निहारिकाबाट भएको हो। निहारिका भन्ने यो ल्याटिन शब्द हो, नेबुलाबाट निहारिका भएको हो हैन। अनि यो नेबुला भनेको निहारिका, अनि यसलाई हाम्रो भाषामा कुहिरो भनेर बुझिने हैन त।
यही निहारिकाबाट भएको हो अथवा ग्यासबाट, यिनको लगभग केही कुराहरू समरूप भए पनि उनले चाहिँ विशुद्ध निहारिकाबाट धुलो धुइराहरूबाट बनेको हो भन्ने कुराहरू यसरी यिनले भने। अब यिनी पछि पनि एउटा आधुनिक यो ब्रह्माण्ड उत्पत्तिको आधुनिक सिद्धान्त भन्छ। आधुनिक सिद्धान्त भनेको के त भनेपछि बिग ब्याङ थ्योरी, महाविस्फोट सिद्धान्त भनेर है। यसमा हामीले चाहिँ यो सिद्धान्त के भन्छौँ, महाविस्फोट सिद्धान्त। यसलाई अंग्रेजीमा के नाम राखियो भने बिग ब्याङ थ्योरी भनेर अंग्रेजीमा राखियो है। यसरी चाहिँ बिग ब्याङ थ्योरी, महाविस्फोट सिद्धान्त, यो फेरि कसले पत्ता लगाउनु भयो त भन्दाखेरि बेल्जियमका ब्रह्माण्डविदले है, ब्रह्माण्डविद जर्ज लेमेत्रे भन्ने यो दार्शनिकले फ्रेडमन लेमेत्रे रबर्टसन वाकर भन्ने नामक एउटा सिद्धान्त प्रतिपादन गरे। फ्रेडमन अनि यिनी फ्रेडमन लेमेत्रे रबर्टसन वाकर नामक यिनले एउटा सिद्धान्त प्रतिपादन गरे। यो सिद्धान्तको प्रतिपादन गरे हैन। अब यो कहिले गरे त भन्दाखेरि सन् 1927 मा यिनले यो प्रतिपादन गरे। यही 2 वर्षपछि 1929 मा एडविन हुफल भन्ने व्यक्तिले फेरि दार्शनिकले यो कुरामा केही सपोर्ट गर्दै यो तथ्य यिनले भनेका के थिए त भन्दाखेरि यो तथ्य यो रबर्टसन फ्रेडमन लेमेत्रे रबर्टसन वाकर भन्ने सिद्धान्तले के भन्छ भने यो ब्रह्माण्ड विस्तारको सिद्धान्त भन्ने हो। यो हेरेको यसको भनाइ के हो त भन्दाखेरि ब्रह्माण्ड है युनिभर्स एक्सपान्डिङ थ्योरी। यो भनेको के हो त भन्दाखेरि ब्रह्माण्ड विस्तारको सिद्धान्त भन्ने हो। यसको मूल आशय के थियो त भन्दाखेरि ब्रह्माण्ड विस्तारको सिद्धान्त। यो भनेको के त भन्दाखेरि ब्रह्माण्ड विस्तार भइरहन्छ रे। यो पछि 1931 मा है 1931 मा यही सिद्धान्तलाई पछि के नामाकरण गरियो भने यही है के नाम राखियो त यसलाई ब्रह्माण्ड विस्तार भन्न बित्तिकै ब्रह्माण्ड उत्पत्तिको सिद्धान्त भनेर नाम राखियो। पछि फेरि हेर्नुस् है यसैको यही नाम राख्ने बेला फेरि उनले चाहिँ अब एउटा फ्रेड होले भन्ने व्यक्ति थिए। फ्रेड होलेले फेरि यही सिद्धान्तलाई के भने त भन्दाखेरि बिग ब्याङ थ्योरी भनेर नाम राखिदिए। यसलाई हामीले के भन्छौँ त नेपालीमा महाविस्फोट सिद्धान्त भनेर यसरी हामीले पढ्छौँ। अब यो के हो त महाविस्फोट सिद्धान्त हेर्नुस् त। अब यो युनिभर्सको अथवा ब्रह्माण्डको परिकल्पना गर्दै गर्दै आधुनिक सिद्धान्त अब हामीले यसलाई भरपर्दोको रूपमा यसलाई हामीले मान्ने गर्छौँ। यदि कुराहरू हामीले थाहा पाइसकेपछि यो महाविस्फोट सिद्धान्तको थोरै कुरा यहाँनिर गरौँ।
15 अरब झन्डै 15 अरब वर्ष पहिला यो ब्रह्माण्ड पहिला एउटा सिंगल न्यूक्लियर एटम थियो रे है। यो के थियो त सिंगुलर एटम थियो है। यो सिंगुलर एटम थियो। यो एटम यति गदिलो यति खदिलो थियो कि यति खदिलो थियो यति घनत्व थियो यसमा यति धेरै मास थियो अथवा वजन थियो। त्यसको कारणले गर्दा यो झन्डै 13 अरब झन्डै 13.70 अरब वर्ष झन्डै अनुमानको कुरा हो नि। यो 13 अरब भन्ने बुझ्नुस् वर्ष पहिला यो 81 पुरै ताप चाप र घनत्वको कारणले विस्फोट भयो। यति ठुलो विस्फोट भयो कि यो विस्फोटले अब कति सानो सानो एउटा बम यत्रै पड्किँदा त कति कति धुवा जान्छ परसम्म। ब्रह्माण्डको यो न्यूक्लियर एउटै एटम फुट्दाखेरि यति धेरै धुलो धुइरोहरू भयो यति धेरै धुलो धुइरो। अनि त्यसपछि योलाई भन्यो पछि के भन्यो परिकल्पनाकारहरूले ग्यास भने कसैले यसलाई। अनि त्यसपछि ल्याबलासले यसलाई नेबुला भने कुहिरो निहारिका भनिन्छ संस्कृतमा। अनि यसैको अध्ययन गर्दै अहिले आएर पनि के भनिएको कल्पना गरिएको छ भने वास्तवमा ब्रह्माण्ड नेबुलाबाट यानि कि निहारिकाबाट बनेको रहेछ भन्ने। आकाशे जति पनि पिण्डहरू छ क्षुद्र ग्रह पिण्ड धुवा धुइरो हैन जति पनि आकाशमा चाहिँ ब्रह्माण्डमा यो चिजहरू जति पनि छ सबै धुइरो धुवाबाट बन्दै त्यो सेलाउँदै ठोस हुँदै एक अर्कामा सेन्ट्रिपेटल फोर्स भन्छ त्यसलाई केन्द्राभिमुख शक्ति जो ठुलो छ त्यसले वरिपरिकालाई तान्दै अनि आफूमा समाहित गराउँदै वरिपरिकोलाई सानो साना टुक्राहरूलाई तान्दै आफूभन्दा साना टुक्रालाई तान्दै समाहित गराउँदै त्यति बेला त पुरा यो ज्वलनशील थियो तातो थियो। हरेक सेलाउँदै जाँदाखेरि र केन्द्रित हुँदै जाँदाखेरि विभिन्न किसिमका आकाशीय पिण्डहरूको निर्माण भयो भन्ने कुराहरू यो परिकल्पनाले भन्ने गर्छ। अब ब्रह्माण्डको यसरी विस्फोट हुँदाखेरि सबैभन्दा पहिला के बन्यो त भन्दाखेरि हाइड्रोजन ग्यास बन्यो है। हाइड्रोजन ग्यास बन्छ है। अनि हाइड्रोजन ग्यास तुरुन्तै प्रतिक्रिया रासायनिक प्रतिक्रिया भएर के बन्छ हिलियम बन्छ। हिलियम बनिसकेपछि फेरि के हुन्छ त भन्दाखेरि यो ऊर्जा उत्पन्न हुन्छ है। ताप ऊर्जा भनेको यानि कि ताप है ताप। अनि ताप ऊर्जा उत्पन्न भइसकेपछि त्यसपछि बन्छ के त तारा है। यसरी तारा बन्छ। यसरी हामीले के बुझ्नु पहिला अब तारा कसरी बन्छ त भन्दाखेरि हाही है हाही उता उता जाऊ भन्ने सम्झिने यसरी चाहिँ सम्झिने ठीक छ। अब यो ताराको एउटा नमुना कुन त भन्दाखेरि सूर्य है। सूर्य एउटा तारा हो। अब सूर्यको पनि यसरी निहारिकाबाटै उत्पत्ति भयो छ एक तारा सौर्यमण्डलको। अब कसरी भयो त भन्दाखेरि सौर्यमण्डलको उत्पत्ति पनि सूर्यको उत्पत्ति भइसकेपछि त सौर्यमण्डलको पनि यसै प्रक्रियाले यो उत्पत्ति भयो हैन। अब त्यसो भए यो सौर्यमण्डल अथवा हामीले पढ्नुपर्ने अन्तरिक्षका कुरा गर्छौं हैन यिनी कुराहरू। अब हेरौं ब्रह्माण्ड भनेको के रहेछ त भन्ने कुराहरू बुझ्दाखेरि ब्रह्माण्ड भनेको है अन्तरिक्षमा भएका हामीले ब्रह्माण्डको अब अन्तिममा के बुझ्ने त भन्दाखेरि ब्रह्माण्ड भनेको अन्तरिक्षमा भएका है अन्तरिक्षमा भएका जति पनि आकाशीय पिण्डहरू छन् नि सम्पूर्ण अनि त्यसमा के छन् तारा छन्। अनि त्यसपछि के छ ग्रह यिनका उपग्रह अनि त्यसपछि क्षुद्र ग्रह अनि शिशु ग्रह भन्छ यसलाई शिशु ग्रह। त्यसपछि उल्का पिण्ड हैन। अनि त्यसपछि के धूम्रकेतु पुच्छ्रे तारा
हैन, पुच्छ्रे तारा लगायतका पदार्थ यति मात्रै त छैनन्, लगायत लगायत त्यहाँ हुने के पदार्थ पदार्थ ताप ग्यास है, ग्यास पदार्थ ग्यास मिली बनेको, यति मिलेर है, मिली बनेको विशाल भन्छ। अब यो त अब कति ठुलो भन्ने कुरा त परिकल्पनै गर्न सकिँदैन। विशाल समूहलाई ब्रह्माण्ड भनिन्छ है, विशाल समूहलाई हामीले के भन्छौँ त ब्रह्माण्ड भनिन्छ भनेर। अब यही कुराहरू यसको ब्रह्माण्डको परिभाषा भयो। अब यसरी ब्रह्माण्डको बारेमा परिकल्पना गरिसकेपछि अब ब्रह्माण्डको वैज्ञानिक अध्ययन गर्न सुरु गरियो हैन त। ब्रह्माण्डको वैज्ञानिक अध्ययन, यो त परिकल्पना गरिएको थियो पहिला, वैज्ञानिक अध्ययन सुरु गरियो है, वैज्ञानिक अध्ययन सुरु गरियो। यो वैज्ञानिक अध्ययनलाई हामीले के भन्छौँ त, यो अध्ययन गर्ने शास्त्रलाई हामीले गर्ने शास्त्र भनेको विज्ञान हो, शास्त्रलाई हामीले के भन्छौँ कस्मोलोजी है, यसलाई हामीले कस्मोलोजी भन्छौँ। अनि नेपालीमा ब्रह्माण्ड विज्ञान, यसलाई हामीले के भन्यौँ ब्रह्माण्ड विज्ञान भन्यौँ, कस्मोलोजी है। अब यही ब्रह्माण्डको कुरा गर्दै गर्दाखेरि अर्को हुन्छ अन्तरिक्ष विज्ञान, एउटै कुरा हो यो, एस्ट्रोनोमी हैन। अनि यो एस्ट्रोनोमी भनेको फेरि अन्तरिक्ष विज्ञान, यो भन्नुको कुरा एउटै हो। यो रसियनहरूले कस्मोलोजी भनेर ब्रह्माण्ड विज्ञान भन्ने गर्छन् भने अब अरू भाषाहरूले, अरू अंग्रेजीहरूले चाहिँ फेरि नि अन्तरिक्ष विज्ञान एस्ट्रोनोमी भन्ने गरिन्छ। यो कुरा एउटै हो। एस्ट्रोनोमी शब्दको प्रयोग गर्ने प्रथम व्यक्ति, एस्ट्रोनोमी शब्द प्रयोग गर्ने पहिलो को थियो त भने विलियम वल्फ है। यिनले चाहिँ एस्ट्रोनोमी अथवा चाहिँ यो ब्रह्माण्ड विज्ञान भनेर यिनले प्रयोग गरेका थिए। ईसापूर्व 140 तिरको कुरा हो है। 40 मा एउटा के भयो त भन्दाखेरि भूकेन्द्रित सिद्धान्त को विकास गरियो। यसलाई के भनियो त अंग्रेजीमा भने जियोसेन्ट्रिक थियरी है, जियोसेन्ट्रिक थियरी। यो थियरीको प्रतिपादन गर्ने व्यक्ति महोदय को थिए त भन्दाखेरि टालमी भन्ने व्यक्ति थिए। त्यसैले यो सिद्धान्तलाई हामीले के भन्थ्यौं त भन्दाखेरि टालमी दार्शनिक परिकल्पना भनेर हामीले यसलाई चाहिँ नाम दिएको थियो। यसको मान्यता के थियो त भन्दाखेरि पृथ्वी अर्थले सूर्यलाई, यो अर्थ हो है, अनि यसले सूर्यले चाहिँ यसलाई घुम्छ है, यसरी घुम्छ भन्ने थियो। तर सन् 1543 तिरको कुरा हो। 43 मा है पोल्यान्डका उनले के सिद्धान्त निकाले त भन्दाखेरि सूर्य केन्द्रित सिद्धान्त भनेर
यो भनेको अङ्ग्रेजीमा के त भनेपछि अनि हेलियोसेन्ट्रिक थियरी है, यसलाई के भनियो त हेलियोसेन्ट्रिक थियरी। हेलियोसेन्ट्रिक थियरी भनेको के त हेलियो भनेको सूर्य केन्द्रित सिद्धान्त। अनि यो सिद्धान्तले के भन्यो भने यो पृथ्वी केन्द्रमा होइन रहेछ, यानी कि पृथ्वीले सूर्यलाई घुम्छ भन्ने कुरा राखे। यानी कि सूर्य केन्द्रमा छ र आकाशीय पिण्डले सौर्यमण्डलमा हुने पिण्डहरूले सूर्यलाई घुम्छन् भन्ने कुरा यिनले त्यो अगाडि बढाए। तर को थिए त भन्दाखेरि पोल्यान्डका निकोलस कपर्निकस भन्ने व्यक्ति थिए र यिनका समकालीन वैज्ञानिक अथवा समर्थकहरू रबर्ट ब्रुनो लगायतलाई चाहिँ रबर्ट ब्रुनोलाई त उसलाई चोकमै लिएर जलाइयो, यिनलाई लगेर जेलमा राखियो, कतिपय धेरैले चाहिँ दुःख पाए। अनि यसरी चाहिँ यो तर पनि अन्तमा आएर जोहान्स केप्लर यो के रहेछ त केप्लर र ग्यालिलियोले है ग्यालिलियोले फेरि के गरे त भन्दाखेरि 1600 पछि झन्डै एक शताब्दी पछि हैन 1660 मा अध्ययन गरे है। 60 मा यसलाई चाहिँ तथ्य कुरा सार्वजनिक गरे। तथ्य आफ्नो त्यति बेला अब टेलिस्कोपको त विकास भइसकेको थियो हैन। 1608 मा टेलिस्कोप निर्माण भएको थियो, दूरबीन। अनि तथ्य सार्वजनिक गर्दै उनले यो सत्य रहेको भन्ने कुरा प्रमाणित गरे है। अनि यसरी रहेको कुरालाई प्रमाणित गरे भनेर अब चाहिँ के भयो त अब यति बेलाबाट मात्रै अब सोलर सिस्टमको औपचारिक रूपमा अथवा सौर्यमण्डलको औपचारिक रूपमा अध्ययन हुन थाल्यो, अध्ययन सुरु गरियो। अनि अध्ययन सुरु भयो। अब यसले नयाँ आधुनिक विज्ञानको रूपमा यो अगाडि बढ्यो। अनि यसमा चाहिँ त्यसैले चाहिँ अब यिनलाई चाहिँ के भनियो त भन्दाखेरि आधुनिक ब्रह्माण्ड विज्ञानका पिता भनेर यिनलाई चाहिँ भन्न थालियो। अब यहाँ एउटा के तथ्य बाहिर आयो भने तारापुञ्ज है, तारापुञ्ज भनेको हामीले चाहिँ अंग्रेजीमा ग्यालेक्सी भनेर भन्छौं है। ग्यालेक्सी यो तारापुञ्जको विषयमा के हो त भन्दाखेरि आकाशमा भएका अनगन्ती ताराहरू है, अनगन्ती ताराहरूको समूहलाई तारापुञ्ज भन्ने गरियो है। यस्ता हाम्रो यो सौर्यमण्डल रहेको तारापुञ्ज जस्तै सौर्यमण्डल तारापुञ्ज भनेको गुच्छा भनेको समूह। अब चाहिँ हामीले ग्यालेक्सी तारापुञ्ज आकाशमा भएका अनगन्ती ब्रह्माण्डमा भएका अन्तरिक्षमा भएका अनगन्ती ताराहरूको समूह है यो तारापुञ्ज भनेको। र हाम्रो अब एउटा समूह हाम्रो सौर्यमण्डल छ। यस्तै सौर्यमण्डल त लाखौं छ भन्छ नि त ब्रह्माण्डमा, हाम्रो त एउटा छ। त्यसैको बारेमा अध्ययन गरिरहेका छौं हामीले। पत्ता त धेरै लागिसकेका छन् यस्ता सौर्यमण्डलहरू, यस्ता तारापुञ्जहरू। जस्तो हाम्रो तारापुञ्ज, हाम्रो यो अहिले जस्तो यो सौर्यमण्डल रहेको तारापुञ्जलाई के भन्छौं त हामीले सौर्यमण्डल रहेको है। सौर्य बुझ्नुपर्छ पृष्ठभूमि तपाईहरुले। सौर्यमण्डल रहेको तारापुञ्ज है, तारापुञ्जलाई के भन्छ भने हाम्रो नेपालीमा हामीले के भन्छौं त आकाशगंगा है। नेपालीमा के भन्छौं, यसलाई मैले पहिला आकाशगंगा लेखे, आकाशगंगा भन्छौं। यो के हो नेपालीमा। अनि फेरि यसैलाई चाहिँ
संस्कृतमा के भनिन्छ त भन्दा मन्दाकिनी। यो के संस्कृतमा यसलाई हामीले मन्दाकिनी भन्ने गर्छौं भने। अनि मिल्की वे भन्छ, मिल्की वे है। यो मिल्की वे भनेको दुग्धे बाटो भनेको हो यो हैन। नेपालीमा मिल्की वे भनेको, अंग्रेजीमा यसलाई चाहिँ मिल्की वे भन्यो अंग्रेजी भाषामा। खास मिल्की वे किन मिल्कबाट मिल्की वे भएको, मिल्की वे किन भनेको भने हाम्रो तारा यो सौर्यमण्डल यो तारापुञ्ज कस्तो छ त भन्दाखेरि यस्तो सर्पेन्टाइल टाइपको छ यस्तो है। यस्तो सर्पेन्टाइल भन्छ अथवा चाहिँ चक्र घुमेको। यो कस्तो छ घुमेको घुमारो है, स्पाइरल टाइपको यसरी घुमेको छ। अनि यो यसै स्पिडली घुम्छ। यो घुम्दाखेरि तरंग देखिन्छ यस्तो यस्तो घुम्दाखेरि है। तरंग जस्तो कस्तो तरंग देखिन्छ त भन्दाखेरि दूधको जस्तो। जस्तो तपाईले झरना खसेको कतै ठाउँ देख्नुभयो भने त्यो झरना टाढाबाट हेर्नु भने पानी झरेको देखिदैन। त्यो जस्तो कस्तो लाग्छ हामीलाई दृष्टिमा भने त्यो एक किसिमले कपास खसेको जस्तो देखिन्छ के, दूधहरू बगेको जस्तो देखिन्छ हैन, त्यस्तो खालको। त्यसैले पनि त्यस्तै टाढाबाट यहाँबाट हेर्दाखेरि दूध जस्तो देखिने भावनाले त्यो कस्तो देखिन्छ, पुरै त्यस्तो सर्पेन्टाइल अथवा घुमारो स्पाइरल टाइपको थियो है। इलिप्टिकल, स्पाइरल, अनियमित यसरी तीन किसिमले बनेको हुन्छ। अनि त्यसरी यसलाई चाहिँ हामीले के भनेको अंग्रेजीमा मिल्की वे है। यो तारापुञ्ज नै हो तर यसलाई के भन्छ ग्यालेक्सी हो। यो त्यसको नाम हाम्रो के त मिल्की वे। यो कुराहरु कन्फ्युज नहुनु होला। यस्ता खोजबाट तारापुञ्जहरु धेरै भेटिएका छन् है। यस्ता तारापुञ्जहरु भेटिएका तारापुञ्जहरु मिल्की वे, मार्जिन है, अनि कार्ट व्हेल, ब्ल्याक आइज, यिनी थुप्रै के नियरभी, एन्ड्रोमेड है, यिनी थुप्रै छन्। तर हामीले अध्ययन गरिरहेका छौं, पढिरहेका छौं मिल्की वे को बारेमा। ठीक छ।